आज बकरा ईदको दिन मैले फर्स्ट टाइम बनाएर खुवाए सबैजनालाई मिठो सेवाई, जसको स्वाद खानामा एकदमै मिठो र दामी थियो। तर आज बकरा ईदको दिन म तर्फबाट तपाईहरुलाई बकरा ईदको धेरै शुभकामना छ, किनकि हाम्रो यो बकरा ईद पर्व सालमा एकपल्ट मात्र आउँछ। त्यही भएर आज म धेरै खुसी छु। र अब बकरा ईदको नमाज पढ्नको लागि मैले चिटिक्क नयाँ कुर्ता लगाए। त्यसपछि अब नास्ता गर्नको लागि म सबैजनाको लागि अलिकति सेवे बनाउन थाले, किनकि अहिले बिहान बिहान अरु कुनै नास्ता बनायो भने धेरै टाइम लाग्छ। त्यही भएर म आफ्नो आसानीको लागि यो सेवे बनाउँदै छु। र अब सेवे बनाउनको लागि म सबभन्दा पहिला ग्यासमाथि दूध राखेर म अलिकति बाहिर घुम्न आए। र अब बाहिर आएपछि मैले आफ्नो खसीहरूलाई अलिकति रुनीको पात खुवाए। र अब घरमा वापस आउँदा मेरो सेवै बनेर तयार भइसकेको थियो। त्यसपछि मैले छिटो अलिकति नास्ता गरे। र अब नास्ता गरेपछि म बकरा ईदको नमाज पढ्नको लागि छिटो ईदगाहतर्फ हिँडे। र अब ईदगाहमा आएपछि मैले हेरे अहिले नमाज पढ्नमा धेरै टाइम थियो। त्यही भएर म अलिकति टाइम पास गर्नको लागि यहाँ मेलामा घुम्न थाले। र अब यो मेलामा 1 घण्टा जति घुमेपछि बल्ल नमाज पढ्ने टाइम भइसकेको थियो। त्यही भएर म सिधा नमाज पढ्नको लागि ईदगाहमा आएर बसिहाले। र अब बकरा ईदको 2 रकात नमाज पढेपछि मैले आफ्नो साथीहरूलाई एक पिस कुल्फी खियाए। र अब यो कुल्फी खाएपछि म तपाईहरुलाई एउटै कुरो भन्छु, सबैलाई बाइ बाइ।